मनले एउटा सेवा शक्ति भनेर हाम्रो तपाईँ सबैको नाममा हामी 2-3 दिन होममा दिने गरौँ। सेवा केन्द्रलाई विश्व शान्ति मानवता कायम र ठुलो राष्ट्रहरूको दिमाग नबिग्रोस्। यिनीहरूको दिमाग बिग्रियो भने यहाँ गोली हाना गर्छ, बम हाना गरेपछि हामीलाई त गोली पर्दैन, खोकालाई नै हाम्रो काम। त्यसले गर्दाखेरि मलाई अलिकति कता युद्धको नजिक पुगेको अनुभव भएको। शेरसिंहमा पुग्छौँ, हामी त पुग्छौँ, एकछिनमै अमेरिका पुग्छौँ, अहिले इङ्ल्यान्डमा छिमै पुग्छौँ होइन। आएको 3 दिन आधो लाइन आधो गोली बारुद बम बारुद देखिएबाट असली हो। अनि शेरसिंहमा भन्ने चाहिँ मुन्डुमा बस्छ लागी। अब अहिलेसम्म विश्व शान्ति मानविकताको सेवालाई याद थिएन, हामीले सुरु गऱ्यौँ र सेवालाई सुनिरहेका छौँ। अलिकति बाँकी छ भन्ने हाम्रो अनुभव। प्रत्यक्ष पामङ नामङज्यूहरूको निगरानीमा उहाँहरूबाटै विश्व शान्तिका लागि, मानव एकताको लागि, संसारको रक्षाको लागि, विश्व ब्रह्माण्डको रक्षाको लागि अनि तपाईँ हामी सबैको लागि, सबैको रक्षाको लागि महायज्ञ सेवा सम्पन्न भइसकेको छ र आज समापनको दिन यहाँ यो धर्मसभा भइरहेको छ, यो महान समारोह भइरहेको छ।